नमस्ते, म साइकल यात्री रामचन्द्र मानन्दर। यो झापा जिल्लाकै पहाड भनेको यही हो, योभन्दा बढी छैन। अहिले मसँग झापा गाउँपालिकाको पारदर्शी गाउँपालिका यो पारदर्शी गाउँपालिका, तर झापा जिल्लाकै पहाड भनेको यही हो, बारदर्शी डाँडा। यसकै नामबाट चाहिँ रहेको यहाँको गाउँपालिकाको नाम। यहाँ बिचमा हुनुहुन्छ कमल खत्री सर र यता साइडमा हुनुहुन्छ भोगेन्द्र सर र यता हुनुहुन्छ समीर बस्ने सर है। उहाँहरूसँग म बिहान साइक्लिङ गर्दैछु। यहाँ 20 किलोमिटर आयो हामी। हेर्नुहोस्, अब यहाँ फाँट देखिन्छ। अब यो फाँटबाट यो कति मिटर होला, मलाई लाग्छ यो 50 मिटर हाइटमा होला होइन, बढीमा। ल अब त्यसपछि यता जान्छौँ हामी प्रतीक्षालय। र त्यसपछि ओह्रालो। धन्यवाद।